ओ हेलो, यता हेर्नुस् त। सम्झना बिर्सना सललल। हामीले एउटा प्रोग्राम लिएर आएको छौँ, सललल एसएलएमटी प्रोग्राम, सुपर लर्निङ मेमोरी टेक्निक्सहरू। यसको लागि एउटा ट्रेनिङ प्रोग्राम लिएर आएको छौँ साथीहरू। यो तिहारको तपाईहरुलाई एकदमै अफर छ। यो सेसन सकिने बित्तिकै जति पनि साथीहरू हुनुहुन्छ आफ्नो नाम टिपाउनु होला। हामी के सिक्छौँ त हेर्नुस्। संविधानका सबै धाराहरू खरररर सललल याद गर्न सक्छौँ। सामान्य ज्ञानका अधिकांश विषयवस्तुहरू हामी टेक्निकल्ली याद गर्छौँ, किनभने हामी परम्परागत तरिकाले पढ्दा थाक्यौँ। बिहान पढ बेलुका चैट, होइन, सललल भइहाल्छ। त्यस्तै कानुनी व्यवस्था, रिटर्न इक्जामको लागि हामीलाई धेरै कानुनी व्यवस्थाहरू चाहिन्छ। ती सबै व्यवस्थाहरू कसरी पढ्ने, के गरेर पढ्ने, कसरी सम्झिने, होइन। अब यहाँ हाम्रो बिर्सिने त कुरै छैन, सम्झ्यो कुरा सक्यो। त्यस्तै लामो अङ्कहरू, तिथिमितिहरू, इतिहासका तिथिमितिहरू, घटनाक्रमहरू, होइन, विभिन्न व्यक्तिहरू, यी सबै कुराहरू हामीले व्यवस्थित तरिकाले याद गर्छौँ। ठुला तालिकाहरू, चार्टहरू। अब तपाईँहरू क्यालेन्डर नै सम्झिन चाहनुहुन्छ भने हामी वर्षौँका क्यालेन्डर पनि तपाईहरु सम्झिन सक्नुहुन्छ सजिलै गरी, होइन। बुँदा तथा प्याराग्राफहरू जस्ताको जस्तै उल्टो पाल्टो जसरी पनि तपाईहरु सम्झिन सक्नुहुन्छ। सम्झने विश्व प्रसिद्ध केही कलाहरू छन्। स्पेशली यहाँ हामी 5 वटा कलाहरू तपाईलाई सिकाउँछौँ। विश्व प्रसिद्ध वर्ल्ड च्याम्पियनहरूले प्रयोग गर्ने केही कलाहरू छन्। त्यस्तै त्यो सबै सिकिसकेपछि ब्रेन एक्सरसाइजका कुरा पनि छन्, होइन। हामीलाई यो मेन्टालिटी रेडी गर्नको लागि एउटा ब्रेन एक्सरसाइज पनि हामी गर्नुपर्छ। केही समय हामी त्यो पनि तपाईहरुलाई सिकाउँछौँ। र सबैभन्दा महत्त्वपूर्ण, हामी इक्जाम क्र्याक गर्नुपर्ने छ, इक्जाममा अब्बल हुनुपर्ने छ। त्यसको लागि हामी साथीहरू यहाँ मुख्य 3टा कुराहरू छ है। यो पढ्ने विद्यार्थीहरूले जान्नै पर्ने कला छ एउटा, पढ्ने कला। पढ्ने पनि कला हुन्छ, हेर्नु। अब यो कसरी हुन्छ, हुन त म पढिरहेको छु, जानिरहेको छु भन्ने लाग्ला, तर पढ्ने पनि एउटा कला छ, होइन। कसरी पढ्ने यो हामी तपाईहरुलाई सिकाउँछौँ। त्यस्तै अर्को, पढिसक्यो अब त्यसलाई सम्झिनु पर्यो, सम्झिने कला पनि हामी सिकाउँछौँ। र सबैभन्दा अनि अन्तिममा बुझिसक्यो, जानिसक्यो, अब लेख्ने पनि कला चाहिन्छ, किनभने इक्जाममा त हामीलाई प्रेजेन्ट गर्नुपर्ने छ। हो, एकदमै राम्रो लेखन कला हामी कसरी गर्ने भन्ने कुरा पनि हामी सिकाउँछौँ। ल साथीहरू, त्यसका अलावा पनि हामी धेरै कुराहरू छ जुन यहाँ लिस्टमा हामी इन्क्लुड गरेको छैनौँ, देखिँदैन। ती कुराहरू पनि हामी तपाईहरुलाई एकदम प्रतिस्पर्धी क्षमतावान बनाउनको लागि ती कुराहरू सिकाउने छौँ। जति पनि इच्छुक साथीहरू हुनुहुन्छ यो दिएको नम्बरमा तपाईहरुले व्हाट्सएप गर्न सक्नुहुन्छ, डाइरेक्ट कल गरेर सोध्न सक्नुहुन्छ र आफ्नो नाम चाहिँ टिपाइरहनु होला भन्दै आजलाई बिदा हुन्छु।